हेलो नमस्कार साथीहरु, स्वागत छ टेक अलर्ट्स डीआर युट्युब च्यानलमा। आजको भिडियोमा हामी कुरा गर्न गइरहेका छौं गुगल ड्राइभ। यदि तपाईको गुगल ड्राइभ स्टोरेज फुल भएको छ, त्यस कारणले गर्दा तपाईको मोबाइल फोनमा इमेल आउन बन्द भएको छ र गुगल फोटोजहरु गुगलमा फोटोजमा अपलोड भइरहेको छैन र तपाईहरुको गुगल ड्राइभमा पनि फुल भएको छ, जसले गर्दा तपाईहरुले धेरै समस्याहरु झेलिरहनु परिरहेको छ भने आजको भिडियोमा हामीले के गर्नेछौं, यो समस्यालाई चुटकीमा के गर्नेछौं, समाधान गर्नेछौं। त्यो कसरी गर्नेछौं म तपाईलाई सिकाउने छु। त्यसको लागि तपाईहरुले मल्टिपल जीमेल आईडी क्रिएट गरेको हुनुपर्छ र ती सम्पूर्ण जीमेल आईडीलाई हामीले के गर्नेछौं, एउटा जीमेल आईडीमा के गर्नेछौं, कम्बाइन गर्नेछौं र जसको थ्रु हामीले गुगलले हामीलाई 15 GB स्टोरेज प्रोवाइड गरेको हुन्छ र तपाईहरुले मल्टिपल मैक्सिमम 150 GB सम्म हामी के गर्न सक्छौं, मल्टिपल इमेल एकाउन्टहरुलाई गुगल एकाउन्टहरुलाई कम्बाइन गरेर एउटा गुगल स्टोरेज बनाउन सक्छौं, जसले गर्दा तपाईहरुको जुन स्टोरेज प्रब्लम छ गुगल ड्राइभ, त्यो समस्या चुटकीमा के हुनेछ, समाधान हुनेछ। त्यसको लागि तपाईहरुले मल्टिपल जीमेल एकाउन्ट क्रिएट गर्न पर्ने हुन्छ र मैले क्रिएट गरि नै सकेको छु र म कसरी यी सम्पूर्ण जीमेल एकाउन्टलाई एउटा प्राइमरी एकाउन्ट बनाएर के गर्नेछु, एड गर्नेछु, जसले गर्दा मेरो गुगल ड्राइभमा हाई स्टोरेज हुनेछ। त्यसको लागि म तपाईहरुलाई त्यो सिकाउन गइरहेको छु। मेरो इमेल आईडी यहाँ रहेका छन्। फर्स्टमा मैले यो मेरो एउटा एकाउन्ट रहेको छ र यसलाई मैले के माने ल, प्राइमरी स्टोरेज माने। प्राइमरी स्टोरेजमा मेरो कति जीबी रहेको छ हेरौँ त, 1.35 GB रहेको छ आउट अफ 15 GB। अब मैले यो एकाउन्टमा भित्र मैले अरु एकाउन्टहरु के गर्ने छु, एड गर्ने छु र एड गरिसकेपछि मैले तपाईहरुलाई यहाँ अपलोड गरेर देखाउने छु र कसरी अपलोड गर्न सकिन्छ। जस्तै मैले म एकाउन्टमा आए र यो एकाउन्ट चाहिँ हाम्रो सेकेन्डरी एकाउन्टहरु भयो, जसलाई मैले प्राइमरी एकाउन्टमा लगेर सबै एकाउन्टहरुलाई एड गर्ने छु। त्यसको लागि तपाईहरुले प्लस आइकनमा क्लिक गर्नु होला र प्लस आइकनमा क्लिक गरिसकेपछि तपाईले फोल्डर भन्ने अप्सनमा क्लिक गर्नु होला र मेरो कति रहेको छ अहिले स्टोरेज, 234 KB रहेको छ। मैले चाहिँ ल स्टोरेजमा 234 KB भनेर लेख्दिए, KB सेकेन्डरी KB लेखेँ, ल क्रिएट गरेँ। यो चाहिँ मेरो के रहेको छ, स्टोरेज रहेको छ। ल एउटा मैले डिलिट गर्दिए, एउटा चाहिँ मैले यहाँबाट डिलिट गरेँ यसरी र मेरो के बन्यो, 234 KB भनेर एउटा स्टोरेज एउटा फोल्डर बन्यो। अब मैले यो फोल्डरमा के गर्ने छु, शेयर गर्ने छु। यहाँ क्लिक गर्नु होला र शेयरमा क्लिक गर्नु होला र शेयरमा क्लिक गरिसकेपछि तपाईहरुले शेयर गर्ने इमेल आईडी सर्च गर्नु होला र यसरी तपाईहरुले यहाँ चाहिँ के गर्न पर्ने हुन्छ, भ्युअर, कमेन्टर र एडिटर रहेको छ, यसमा एडिटर गर्नु होला, जसले तपाईले यो जुन सेन्ड गर्नुहुन्छ यसलाई एडिट गर्न सक्नुहुन्छ र यसरी सेन्ड गर्नु होला र यसरी मैले के गरेको छु त, मेरो प्राइमरी एकाउन्टमा सेन्ड गरेको छु र सेन्ड भइसक्यो। म अब प्राइमरी एकाउन्टमा जान्छु र तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ, यहाँ शेयर अप्सनमा जानु होला र यहाँ हेर्न सक्नुहुन्छ मैले जुन मेरो फाइल छ शेयर गरेको, यसमा मैले के गर्ने छु, कुनै डकुमेन्टहरु अपलोड गर्ने छु र यसरी मैले के गर्ने छु, ल मानौं फर एक्जाम्पल मैले यसमा के गरे, केही डकुमेन्टहरु ल अपलोड गर्छु। मैले ल डकुमेन्टहरु यसमा क्लिक गरे र यसमा मैले यो डकुमेन्ट चाहिँ के गर्दिए, यसरी अपलोड गर्दिए। यसरी मेरो के हुँदैछ, यसमा यो फोल्डरमा मेरो यो टेक मेडिकल रुटिन भनेर एउटा डकुमेन्ट अपलोड भयो। अपलोड भइसकेपछि अब तपाईहरु के गर्न सक्नुहुन्छ, त अब प्राइमरी एकाउन्टमा जानु होला, जसमा तपाईहरुले मल्टिपल एकाउन्टलाई कम्बाइन गर्नुहुन्छ र यहाँ शेयरमा क्लिक गर्नु होला र यहाँ क्लिक गर्नु होला। यहाँ के भइसकेको छ, तपाईहरुलाई यो डकुमेन्ट यहाँ आइसकेको छ, तर तपाईको स्टोरेज चाहिँ यहाँ के भएको छैन, कति पनि के भएको छैन, युज भएको छैन। जति पनि सुरुमा थियो 1.35 GB त्यति नै रहेको छ। 1.35 GB तपाईको स्टोरेज पहिला फुल भएको थियो, त्यति नै के भएको छ त, फुल भएको छ र यहाँ कुनै पनि स्टोरेज के भएको छैन, तपाईहरुको एकाउन्टमा बढेको पनि छैन। किन बढेको छैन, किनकि हामीले अर्को एकाउन्टलाई के गर्नु, यो प्राइमरी एकाउन्ट बनाएर यसमा एड गर्यौं र यो फोल्डरमा हामीले जति पनि डकुमेन्टहरु, इमेजहरु अपलोड गर्छौं यहाँ आएर बस्छ, तर यसको एकाउन्ट के हुँदैन, फुल हुँदैन। हामीले यसरी के गर्न सक्छौं, मल्टिपल एकाउन्टहरुलाई एड गरेर सेन्ड गर्न सक्छौं एउटै एकाउन्टमा। अनि के हुन्छ त, हामीले एउटै एकाउन्टबाट मल्टिपल एकाउन्टहरुलाई एक्सेस गर्न सक्छौं। अब जस्तै मैले के भइसक्यो, मेरो यो एकाउन्टमा तपाईले देख्न सक्नुहुन्छ मेरो अगाडि कति भएको थियो, फुल
2.34 केबी चाहिँ स्टोरेज फुल भएको थियो, तर अहिले चाहिँ के भएको छ त बढेर 6.59 केबी चाहिँ बढेको छ। तर हामीले यो एकाउन्टमा सेन्ड गर्दा यसमा बढ्यो, तर हाम्रो के भएको छ त प्राइमेरी एकाउन्टमा चाहिँ के भएको छैन, बढेको छैन, किनकि हामीले सेयर गरेको फोल्डरमा आएर स्टोर भएको छ। जति पनि हामीले अब यसबाट सेयर गर्छौँ त्यसमा सेयर हुने भयो र त्यसमा स्टोरेज छँदैछ र यहाँबाट पनि सेयर गर्न सकियो। तपाईहरुले यसरी मल्टिपल जीमेल एकाउन्टहरुलाई एउटा प्राइमेरी एकाउन्ट बनाएर एड गर्नु होला र एड गरिसकेपछि तपाईहरुले 150 GB सम्म के गर्न सक्नुहुन्छ, युज गर्न सक्नुहुन्छ र तपाईहरुले एउटा आफ्नो एकाउन्टबाट सेयर गर्नु होला। प्राइमेरी एकाउन्टमा गएर तपाईहरु के गर्न सक्नुहुन्छ, एक्सेस गर्न सक्नुहुन्छ। जस्तै मैले फेरि यसमा के गर्दिए, यो एकाउन्टमा फेरि मैले के गर्दिए, अर्को डकुमेन्ट अपलोड गर्दिए। जस्तै मैले अर्को डकुमेन्ट के गर्दिन्छु, ल अर्को डकुमेन्ट मैले यसैलाई नै फेरि के गर्दिए, मैले अपलोड गर्दिए। दुईवटा डकुमेन्ट मेरो के भइसकेको छ, यो भित्र अपलोड भइसकेको छ। अब यसको स्टोरेज तपाईहरु गएर हेर्न सक्नुहुन्छ। यसमा गएर के भइसक्यो, 1 MB के भइसक्यो, फुल भइसकेको छ। तर तपाईहरु यो डकुमेन्ट चाहिँ यसमा प्राइमेरी एकाउन्टमा सेन्ड भइसकेको छ। तपाईहरु यहाँ पनि देख्न सक्नुहुन्छ, शेयरमा गएर यसरी यहाँ दुईवटा डकुमेन्ट आइसक्यो, तर यसको स्टोरेज चाहिँ के भएको छैन, बढेको छैन, जस्तो थियो त्यस्तै छ। यसरी तपाईहरु मल्टिपल एकाउन्टबाट के गर्न सक्नुहुन्छ, सेन्ड गरेर एउटा प्राइमेरी एकाउन्ट बनाएर मल्टिपल एकाउन्टहरु एक्सेस गर्न सक्नुहुन्छ। यसरी तपाईहरु 150 GB सम्म के गर्न सक्नुहुन्छ, युज गर्न सक्नुहुन्छ। यो चाहिँ के रहेको छ त, गुगल ड्राइभको एउटा फाइदा रहेको छ। यदि तपाईहरुले पर्चेज गर्न चाहनुहुन्छ स्टोरेज भने तपाईहरु गेट मोर स्टोरेजमा क्लिक गर्नु होला। यहाँबाट तपाईहरु के गर्न सक्नुहुन्छ, मन्थली के गर्न सक्नुहुन्छ र एनुअली के गर्न सक्नुहुन्छ, युज गर्न सक्नुहुन्छ। जस्तै तपाईहरुको यहाँ देखाएको छ, तपाई 200 GB को कुराहरु रहेको छ। यसरी तपाईहरु के गर्न सक्नुहुन्छ, मन्थली र इयरली के गर्न सक्नुहुन्छ, यसरी पे गर्न सक्नुहुन्छ। यो चाहिँ तपाईहरुको गुगलले प्रोवाइड गरेको स्टोरेजको पैसा अनि स्टोरेज क्यापासिटी रहेको छ। यसरी तपाईहरु यहाँबाट मन्थली पेमेन्ट गरेर इयरली पेमेन्ट गरेर युज गर्न सक्नुहुन्छ। तर तपाईहरुले पेमेन्ट गर्न चाहनुहुन्न, तर स्टोरेजलाई पनि के गर्न चाहनुहुन्छ, बढाउन चाहनुहुन्छ भने यसरी गर्न सक्नुहुन्छ। र यसमा अरु कोही इम्पोर्टेन्ट फिचरहरु पनि रहेका छन्। जस्तै तपाई रिसेन्ट गरेको कुराहरु यहाँ यसरी बस्छ, अनि तपाईहरुको यसमा अपलोड गर्ने कुरा अप्सन यहाँ पनि रहेको छ। यहाँबाट पनि अपलोड गर्न सक्नुहुन्छ तपाईहरुले। अर्को अफलाइन भनेको तपाई अफलाइनको फाइलहरु यहाँ देख्न सक्नुहुन्छ। अर्को रहेको छ ट्र्याश भनेको तपाई डिलिट गरेको कुराहरु यहाँ आएर बस्छ, अनि तपाईहरुको स्प्याममा आएर के हुन्छ, जस्तै कसले अनवान्टेड फाइलहरु छ, डकुमेन्ट छ भने स्प्याममा आएर बस्छ र तपाईहरु यहाँबाट पर्मानेन्टली रिमुभ पनि गर्न सक्नुहुन्छ। र स्टोरेजबाट तपाईहरु स्टोरेज बढाउन सक्नुहुन्छ। र स्टार्टेडबाट लेटेस्ट फाइल एन्ड फोल्डरहरु हुन्छ, यसमा शेयरमा शेयर गर्ने भइहाल्यो। अनि फाइल्सबाट तपाईहरु के गर्न सक्नुहुन्छ, फाइलहरु हेर्न सक्नुहुन्छ, कम्प्युटरको फाइलहरु, माइ ड्राइभको फाइलहरु। र यहाँबाट तपाईहरुले गुगल सिट, गुगल स्लाइड, गुगल सिट, गुगल डक्स र यहाँबाट फोटो इमेजहरु अपलोड गर्न सक्नुहुन्छ। यो रहेको छ हाम्रो गुगल ड्राइभमा स्टोरेज क्षमता बढाउने तरिका र गुगलका केही फिचरहरुको बारेमा। आशा छ भिडियोहरु मन पर्यो होला। यदि भिडियो मन परेमा र यस्तै टेक्निकल भिडियोहरुको जानकारी सधैं राख्न चाहनुहुन्छ भने हाम्रो यस टेक अलर्ट्स DR युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। थ्यांक यू।